Hello, my pretty subscribers as well as unsubscribers. I wake up late today, looked outside, and boom, already bright everywhere. As I was extremely hungry, I drank water. Honestly, it is just me or does everyone feel hungry the moment they wake up in the morning? Because for me, the hunger is on another level. Anyway, before doing anything else, I boiled water for my family too. To fight my hunger, I bought hot water in a kettle and किनभने मेरो बोर्ड एक्जाम आउँदैछ र मलाई 4 जिपी ल्याउनु छ जस्ट जोकिङ गाइज सो आई एम स्टडिङ किनभने मलाई मेरो दिमाग बढाउँछ नलेज बढाउँछ मेरो दिमागमा केही नै छैन सो देन आई लुक्ड आउटसाइड अगेन एन्ड स द सन साइनिङ ब्राइटली सो र म धेरै खुसी भएँ किनभने यस्तो जाडोमा घाम लाग्नु भनेको हाम्रो लागि वरदान नै हो र म खाना खानेतिर लागेँ र एकछिन खाना खाँदै म आफ्नो फ्यामिली मेम्बरसँग गफ गरेँ र मेरो फेरि पढ्ने बेला आयो र म तल जान थालेँ पढ्नको लागि सो मैले फेरि पढ्न सुरु गरेँ किनभने मलाई धेरै बोर फिलिङ लागिरहेको थियो म लास्टै बोरिङ भइरहेको थिएँ सो म एकछिन स्टडी गर्नको लागि बसेँ किनभने एज यु नो गाइज अ सिङ्गल सिट अफ पेपर कान्ट डिसाइड आवर फ्युचर त्यही भएर म पढ्न बसिरहेको थिएँ दह्रो मिहिनेत गरेर पढिरहेको थिएँ त्यो पनि एज expected my numbers always get down so I don't like to study also पढ्दा पढ्दै अल्छी लागेर मलाई कस्तो ढुङ्ग्री खान मन लाग्यो करेन्टको मसला हालेर यस्तो चटकार लिएर खान मन लागिरहेको थियो तर अनफर्चुनेटली मसँग करेन्टको मसलै नै थिएन सकिरहेको रहेछ त्यही पनि मैले त्यस्तै जस्तो पाएँ त्यस्तै ढुङ्ग्री खाइदिएँ र धेरै नै मिठो भएको थियो द ओइलको स्वाद एकदमै डह्रो आइरहेको थियो र फेरि मलाई अल्छी लागेको थियो र मैले चिउराहरू खाएँ आफ्नो फ्यामिली मेम्बरसँग बसेर अनि एकदम मजा लागिरहेको थियो बोल्दै गफ गर्दै र एकछिन टाइम स्पेन्ड दह्रो मजासँग गरियो हाँसेर बोलेर र फेरि मेरो पढ्ने दिमागमा आइहाल्यो र म पढ्नको लागि बसेँ र यस द्याट्स अल एबाउट माई लाइफ in a day-to-day day. So thank you for watching my video mini vlog. Sorry. So thank you. Jai Nepal.